हाल्ने सुत्छ त्यत्रो गाली खुवाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तर सुधार ठाउँमा सँगसँगै आउने सुत्त समाजमा बेरोजगारी निर्वाह गर्नुहुन्छ म अफिस जाने मान्छेको यहाँ पूर्व कमाएर ल्याउनु छैन त्यही ल्याउँदै मेरो सँगसँगै दाउ राख्छ यहाँ सुत्त ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ फेरि टाइममा खाना पकाएर घिटाउनु नसक्ने साला यत्रो भन्दा पनि लाज शरम छैन अलिकति दिन छैन गएर 1-2 पैसा कमाउनु नि 100 रुपियाँ कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला खाते साला त जस्तो बेरोजगारी त बचेको भन्दा मरेको राम्रो छ के बरु एक छाक खाना त बच्छ नि मेरो चामल त बच्छ नि खानाको काल अहिलेसम्म सुतेछ कि मान्छे उठेर खानासाना बनाएला भनेको त तेरिका दिमाग खराब उठ्ने होइन कस्तो काम नसुनेर सुतेको कुम्भकर्ण जस्तो गरेर बुढा बुढो ओए के भयो के बुढो उठ्न ओए के भयो के उठ्न बोल्न ओए ओए के भयो